यता घरमा श्रीमतीले अर्कै केटासँग बिहे गरेको थाहा पाएपछि धन कमाउन इजरायल गएका प्युठानका लील बहादुरले नेपाल फर्किएर 28 वर्षीय रुकमतीको विभत्स ढङ्गले घाँटी रेटी हत्या गरेको घटना बाहिरिएको छ। वाप्प काटेर घेर पार्दासम्म मेरो आँखाले देखेको छ कि हेर्नुस्, त्यस्तो दृश्य गर्दा पनि मैले बचाउन सकिनँ। 7 दिन यत्रो गप्प गोप्यो अनि घर पार्यो कि म कति गुहारमा गएँ, मेरो भाइ नगर, मेरो भाइ, मेरो कान्छो भाइ, मैले चिनेको भाइ नगर 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 भने त्यसले मानेन। अनि म यहाँ आएर चिच्चाएँ कि ए गाउँले हो, आओ यहाँ त मान्छेले मान्छे काट्यो, खोलापारीबाट आएर मान्छेले मान्छे काट्यो, दिपकको जारले यहाँ स्वास्नी काट्यो, आओ आओ भनेर चिच्चाउँदा कता कति मान्छेहरू आउनुभयो। धन कमाउनको लागि परदेश रहेका श्रीमानलाई छोडेर यहाँ आइसके पछाडि यो घटनाको सुरुवात भएको हो कि भन्ने एउटा थरी मानिसहरूले आकलन गरिरहनु भएको छ। यद्यपि यसको मुख्य कारण के हो भन्ने कुरा त भोलि अनुसन्धानबाट खुल्ला, तर यो घटना भने निकै नै अप्रिय छ। दर्शक महानुभावहरू, धारिलो हतियार चाक्कु जस्तो देखिने कुनै औजारले उनले आफ्नो श्रीमती माथि चढेर घाँटी रेटिरहेकै अवस्थामा एकजना यहाँका स्थानीय दिदीले देख्नुभयो। उहाँलाई बचाउनको लागि निकै नै हार गुहार गर्नुभयो, तर ती पुरुषले रेटी नै रहे। मैले उसलाई धेरै माया गरेर लिएको थिएँ, विश्वास गरेर लिएको थिएँ, कमाउन गएकै बेलामा मलाई छोडेर आई भन्ने जस्ता कुराहरूले गर्दाखेरि उनी साह्रै नै आक्रामक ढङ्गबाट उनीमाथि निर्मम ढङ्गले हत्या गरेको यो घटनाको परिदृश्यले देखाउँछ। मैले भन्दाखेरि किन यसो गर्छस् के भाइ भन्दा यसलाई मैले कति मन पराएर ल्याएँ, आफूले मन पराएको मान्छेले यस्तो गर्दाखेरि कस्तो हुन्छ। त्यहाँ मेरै हातबाट मर्न बद्या रहेछ, मर के छिटो मर भने उसले त्यो श्रीमतीमा टाउको ठोक्काएको थियो कि मलाई रोइरहेको थियो कि टाउको ठोक्काएको थियो। मैले इराकमा कति दुःख पाएँ 1 महिनासम्म तेरो लागि भनेर उसले पनि रुवाएको थियो कि रुन त म रुँदाखेरि। म त्यो दृश्य नि त्यसलाई देखाएको थिएँ। मैले त्यही भएर त्यसलाई पनि जेलमा जान बचाउने, त्यो महिलालाई नि बचाउने, अनि कति प्रयास गर्ने हेर्नुहोस्, मैले बचाउनै सकेन। मलाई 7 दिने मान्छे भएन। मलाई कमेन्ट आइरहेको छ हेर्नुहोस्, त्यसलाई टाउकोमा डममा हाने अब हुन्थ्यो, कसरी हानिन्छ त्यत्रो पुरुषलाई होइन। उसले मान्छे मारिरहेको छ, रक्तमै खुन छ। मैले एउटा आँट गरेर सक्छु कि यसलाई फकाएर भनेर आँट गरेको छु, तर 7 दिन भने उसले डममा हान्नुहुन्छ, कसैले हान्न सक्छ र सक्दैन। मैले तानेर लिएपछि ढोका लगाइदिने र मलाई सहयोग गर्ने मान्छे उसलाई छोप्न सकिन्थ्यो नि। मैले बर्तन हान भाइ, मलाई चोक्कु देख्दैन, मलाई हान भाइ बर्तन मार, म तेरै दिदी हो, मेरै कान्छो भाइ हो, छ हान भाइ भन्नु। मैले कति गरेको छु, हिक्मत गरेको थिएँ कि, तर सकिनँ बचाउन। प्युठानको सरुमा रानी गाउँपालिका वडा नम्बर 3 को यो गोठरी भन्ने ठाउँमा अत्यन्तै अप्रिय घटना घट्यो, जुन घटनाले यो गाउँका सिङ्गो मानिसलाई समेत सशङ्कित पारिरहेको छ। घटना भएको घर चाहिँ यो भन्ने बुझिएको छ। यही घरमा घटना भयो। यो त आफन्तिकै हो कि कस्तो छुट्टा छुट्टै यो घर चाहिँ? यो माइली जेठानीको, यो माइली जेठानीको, हजुर यो साइली जेठानीको। जो मृतक हुनुहुन्थ्यो खास गरी बस्ने चाहिँ यो घरमा? ऊ त्यो रातो घरमा। ए, बस्ने चाहिँ रातो घरमा। अनि यहाँ कसरी घटना घट्यो? अब त्यो फोन गर्दै आएछ, फोन गर्दै आउँदाखेरि यहाँ आउँदाखेरि यो साइली जेठानीले यहाँ बालबच्चालाई कपडा लगाइदिए रहेछ। त्यो ढोका स्कुल पठाउन त्यो ढोका त्यस्तै रहेछ। यो र त्यो घर चाहिँ एउटैको हो खासमा? यो साइली जेठानीको, यो माइली जेठानीको, त्यो कान्छोको के त्यही मर्ने मृतकको घर त्यो, यो जेठाको। अनि यहाँ चाहिँ किन आउनु भएको? उहाँ चाहिँ उहाँ फोन गर्दै आएको रे, अब कामसाम भ्याएर फोन गर्दै आएर यहाँ केटाटी सताउँदाखेरि यहाँ खस्स पसिचिन्। त्यो फोन राख्यो होलिन्, अनि खस्स पसिचिन्। फेरि टङ्ग टोन आएछ, टङ्ग टोन आएपछि फोन उठाउँदै त्यहाँ गएछिन्। त्यहाँ गएपछि त्यो पुरुष यताबाट आएछ है, यताबाट त्यो आएर यहाँ त्यो केटीले यहाँ फोन उठाइछ कि, यहाँ फोन उठाएपछि त्यसले देख्यो होला नि त, त्यताबाट लुकेर हुन्थ्यो, देख्यो होला। त्यसले देखेपछि फोन आवाज आएन, उसले काट्यो होला केटी देखेपछि, गोजामा हालेर सट्ट यतातिर जाँदाखेरि ऊ झ्याप्पै आएर यत्नै छ कि यत्नै छ। त्यो केटीले भम्मे आमा हालेर भित्र लगाएर देखाएर कि तिमी त्यो रगत त कति थियो कि हेर्नुहोस्, कति थियो त्यो रगत त, कसरी आएको थियो त्यो रगत। वाप्प काटेर घेर पार्दासम्म मेरो आँखाले देखेको छ कि हेर्नुहोस्, त्यस्तो दृश्य गर्दा पनि मैले बचाउन सकिनँ। 7 दिन यत्रो गप्प गोप्यो अनि घर पार्यो कि, त्यही सुत्दै बेस्ट त्यही चोको मुठीमै रहेछ त। उसले यसरी चापेको थिएन कि बोक्रो, यसरी गरिरहेको थियो कि, यहाँ चाकु रहेछ अनि यसरी धसिरहेको थियो कि।
मलाई देखाएपछि त्यसले चाकु कहाँ फाल्यो भन्ने लाग्थ्यो मलाई, तर त्यसको मुठीमा रहेछ कि बेड भाँच्यो। सानो थियो तर सानो त्यो नदेखिने थियो, तर यसरी यसरी निबुड्दाखेरि चाहिँ त्यसले पहिला काटेको थिएन चाकुले। अनि त्यो मेरो नन्द र मेरो बुहारी मेरो देउरानी आएर यहाँ आएपछि हामी चारवटी नन्द यहाँ उभिनु भयो, हामी टिन्टी यहाँ उभिएपछि पख तैँले यसो गर्ने हो नि, उहाँ त वडा सदस्य पख तँलाई यसो मोबाइल देखाउनु र उसले भप्पै पारेर घर्रै पार्यो कि। तर त्यो केटी चल्ने उहाँ ऊ थिएन कि, आँखा त्यस्तै चक्कु त अहिले पनि छ यो। खै अब त्यो कस्तो थियो के थियो, यस्तै सेतो देखियाम हो, यत्रै जो देखिया के अरे यत्रो जस्तो देखियाम मैले। अब तर पुलिसले लानु भएको छ त्यो यहाँ फालेको, त्यसले मारेर अनि यहाँ फालेको हो कि त्यो चाकु त। त्यसले चाकु फाल्यो, मैले मारिस अब भ्याइयो भनेर म गाम कि सर। पकडेर लगेको चाहिँ यहाँ दिदीले देख्नु भएछ उता पारीबाट होइन त? उता पारी तपाईँ त्यहाँ पारी हुनुहुन्थ्यो, कहाँनिर आक्रमण गरेको उसले चाहिँ सुरुमा चाहिँ कहाँनिर यहीँ उभिनु भएको बेला एक्कासी आएर मैले त एक्कासी यस्तै हाम हालेर यस्तरी लगेर ड्याम्मै ढोका लगाएर देखेँ हाम। म आएँ अनि म आएपछि मैले यो को अरूको घरमा ढोका लगाउने भनेपछि यो ढोका खोल्यो। म यसको र मेरो जिन्दगी त मैले बर्बाद गर्ने, म यसलाई त बर्बाद गर्ने म अरू मान्छे पनि बर्बाद गर्छु, 2-4 जना मान्छे मेरो अगाडि कोही नपर्लास्, आफ्ना ज्यान जोगाउने के भन्दै धम्की दिइरहेको थियो। म गएँ घर गएर मैले मेरो बच्चाहरूलाई भने, अनि म गाउँमा गएँ मान्छे बटुल्नको लागि, कहिले फोन गर्नको लागि। कति वर्षको हुनुहुन्थ्यो महिला? महिला त 28 वर्षको भन्नुहुन्छ है उहाँको। पुरुष 32 भयो कि 30 वर्ष कस्तो भन्नुभयो। लील बहादुर बराल।